कुन जातको उम्मेदवार छ त्यो जात भनेर त्यसरी देश बन्दैन। देश बनाउन जातले होइन, विचारले, दृष्टिकोणले, नीतिले, योजनाले, सङ्कल्पले, प्रयासले त्यसले बन्छ देश। त्यसकारण जातका कुरा गरेर हामी हेर्नु, जात भन्दै गयो, जातबाट थर भन्दै गयो, थरबाट गोत्र भन्दै गयो, यी सबै कुरालाई ध्यानमा राखेर हामीले एकताबद्ध भएर सही कुरा गर्ने, सही काम गर्ने त्यो गर्नुपर्दछ। सही पार्टी छान्ने काम गर्नुपर्दछ। अनि फेसन जस्तो लहाइलाइमा हामी कुद्नु हुँदैन। उनीहरूले भ्रम फिजाउँछ। मैले पछाडि परेका ठाउँहरूलाई अगाडि बढाउनुपर्छ भने मैले केही ठाउँहरूमा अहिले पनि बिजुली बाल्नुपर्ने ठाउँमा हामी गोइठा बाल्ने स्थितिमा छँदैछौँ। हामी गोइठा बाल्नेबाट विकास गरेर बिजुली बाल्ने ठाउँमा पुग्नु पर्यो। बिजुलीले खाना बनाउने